सिरहाबाट एकजना भाइले चाहिँ 2 पिस मोबाइल पठाइदिनु भएको रहेछ। मोबाइलको डिस्प्ले फेर्नको लागि यहाँ हेर्न सक्नुहुन्छ। एउटा मोबाइल चाहिँ ओप्पो कम्पनीको छ, एउटा नोकियाको C1 मोडल। भाइलाई चाहिँ यो मोबाइल बनाएर रेडी चाहियो अनि भाइले भन्नुभयो दाइ यो मोबाइल तपाईँले राखिहाल्नु, 464 को मोबाइल रहेको छ अनि यो मोबाइल बनाएर मलाई फेरि त्यही गाडीमा पठाइदिनु होला। भाइले चाहिँ सिरहादेखि आफ्नो ट्रस्टेड जुन गाडीवाला थियो नि उहाँको हातबाट यो 2 पिस मोबाइल पठाइदिनु भयो। भन्नुभयो बनिसकेपछि मोबाइल फेरि त्यही गाडीवालालाई मोबाइल दिइहाल्नु होला। अब म यो मोबाइल बनाउन गइरहेको छु। भाइले चाहिँ मलाई पहिला व्हाट्सएपमा कल गरेर सोध्नुभयो के कति पर्छ, पैसा थप्नु पर्छ कि पर्दैन। अनि मैले भाइलाई भनिदिएँ होइन भाइ तिमीलाई पैसा थप्नु पर्दैन, दुईटै मोबाइल पठाइदिनु, म चेक गर्छु अनि म डिस्प्ले लगाएर फेरि त्यही गाडीमा म पठाइदिन्छु। अब यो मोबाइल बनाइसकेपछि म तपाईँहरूलाई हेराउन गइरहेको छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला। भाइ यहाँ हेर्न सक्छौ तिम्रो मोबाइल चाहिँ बनेर रेडी छ। अब यो मोबाइल चाहिँ म जुन गाडीमा तिमीले पठाइदिएको थियौ नि मोबाइल, त्यही गाडीवालालाई म यो मोबाइल चाहिँ दिइहाल्छु। अनि यदि साथीहरू तपाईँहरूसँग पनि कुनै टुटे फुटेको मोबाइलहरू छ, डिस्प्ले तपाईँहरूको एरियामा पाइराखेको छैन या महँगोमा दिइरहेछ भने मेरो व्हाट्सएप नम्बरमा कन्ट्याक्ट गर्नु होला। म तपाईँहरूलाई रेट बताइदिन्छु। यदि बनाउनु छ भने गाडीमा हालिदिनु होला, त्यही गाडीमा फेरि पनि म बनाएर 1 दिनपछि म गाडीमा हालिदिन्छु। ल त साथीहरू, भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै यस्तै भिडियोहरू हेर्नको लागि फलो, लाइक, सब्सक्राइब गर्नु होला। थ्याङ्क यू फर वाचिङ।